ओए दामी छ त यार मौसम त ओए ओए कस्तो भने वी आर अल सेट है हामी चाहिँ अब यहाँबाट फर्किन लाग्यो अब जान्छौँ काठमाडौँ के हो हिजोको बढी भए जस्तो लागेको छ सोल्टीलाई हामी चाहिँ अब टक्क लगाएर जानु लाग्यो लुक एट द भ्यू दामी छ सोकेट आओ वेलकम ब्याक है हामी चाहिँ अब निस्किन लाग्यो निस्किसक्यो भनौँ न अब यता हामी चाहिँ माथि चन्द्रगिरीको बाटो हुँदै जान्छौँ ओह भाइ आइरहेछ त्यसले भिडियो खिच्न लगाएको थियो हामी चाहिँ अब चन्द्रगिरी हुँदै जान्छौँ तल झर्छौँ अब हामी चाहिँ अब एक डट चाहिँ यता भालेश्वर मन्दिर पनि जान्छौँ होला दर्शन गर्न त्यहीँबाट अब चाहिँ हामी यतैबाट भालेश्वर माथि निस्किन्छौँ भालेश्वर मन्दिर निस्केर पूजा गर्छौँ बाटोमै छ अब किन पूजा नगर्नु होइन गएर यसो दर्शन गरौँ मन्दिर पनि जाऊँ भनेर हो बाटो चाहिँ फेरि अब यहाँ चाहिँ खोज्दै छ भन्ने सुनेको थियौँ होइन हामीले बाटो चाहिँ खोज्दै छ होला यहाँ चिलपारमा जान्छौँ हामी चाहिँ लेट्स सी वाट विल ह्यापन है द गाइज हामीले फेरि ठाउँ त सबै ठाउँ घुम्यौँ जस्तो के हो घुमेको हो कि के गर्यो है हामी त केही थाहा छैन हिजो हामी आउने बेलै बोटिङ गरेर आउनु पर्ने रहेछ भोलि गराउँदा बोटिङ भन्यो अब हामी सट्टै यहाँ आइपुग्यौँ क्या अब वहाँ फेरि वहाँ के जानु है फेरि वहाँ पर जस्तो नि भयो है अलि ल्याङल्याङै भयो क्या हिजोको हामी त्यस्तो ठिकै छ अब उहाँ सर चाहिँ अगाडि हुनुहुन्छ अब हामी चाहिँ मजाले बिहानै निस्केको हामी कति बज्यो है पाँडे 7:30 भएछ ठ्याक्कै 7:30 भयो 7:30मा अब निस्क्यौँ हामी बिहानै अब मन्दिर जाने भएपछि त अब किन खाजा खानुहुन्न भोको पेटमा जाऊँ भनेर मजाले मौसम पनि लास्टै बल गरेको छ आज चन्द्रगिरीबाट चाहिँ भ्यू चाहिँ अब त्यस्तै हो है आज आश गर्नु हुँदैन हामीले मजाले मुयोबाट चाहिँ फेरि म उता काठमाडौँदेखि चितलाङ के अरे चन्द्रगिरीसम्म चाहिँ आएको छु म होइन तर यहाँबाट यो बाटो चाहिँ म गएको छैन बेसी कस्तो छ बाटो चाहिँ अति टर्निङै टर्निङ रहेछ घुमाउरो चिल्लाक्स पारामा ओहो बाटो राम्रो छेउको ढलले भएछ नि त बाटो त फेरि ओए यस्तो छ बाटो यार डर चिप्लिन्छ आज हल्का बिचमा रहेछ यस्तो बाटो ओए खच्चड छ त बाटो त यार बिचमा चाहिँ बाटो यस्तै होला किनकि अहिले बाटो बनाउँदैछ नि त बाटोघाटो चाहिँ बनाउँदैछ त्यही भएर ओहो कुहिरो लाग्यो नि त कुहिरो दामी पारामा ओए बाटो चाहिँ खोस्टाने रहेछ बाटो चाहिँ है ओए कस्तो हुसु के अरे कुहिरो लाग्यो कस्तो दामी दिइरहेको छ है हुसु लगाएर है
ओहो बाटो त यार नसक्नु छ त बाटो त गुवाहाटी इन्डिया मादरेको भन्ने छ नि त्यस्तो ओए बाटो त सिलेक्ट छ त सिलेक्ट बाटो त यो बाटो त हुँ तलैसम्म छ कि यस्तो बाटो यार वहीँसम्म नि त्योभन्दा अझै तलसम्म छ किनकि अब पानी परिरहेको पानी नपरिरहेको चाहिँ अब यस्तो हुन्थेन पानी नि परिरहेको नि त बुढा अगाडि पुरा जोसमा बुढा पुरै जोसमा है केटा लालीगुडा छ त अहिले कहाँ लालीगुडाको सिजन सकिसक्यो नि त बाटो त होइन त्यहाँबाट चाहिँ आधा घन्टामा पुग्छ भन्दै थियो त्यहाँको आन्टीहरूले बाटो चाहिँ यस्तै छ मजा आयो जे होस् हिजो चाहिँ जे होस् रमाइलै भयो मजा आयो नेक्स्ट अब मजाले जान्छौँ चन्दागिरी मेरो खासमा 119 GB हो कि मेरो ऊ चाहिँ एसडी अनि त्यही भएर चाहिँ हिजो फुल भयो क्या मेमोरी नै फुल भयो अनि बिहान फेरि मोबाइलमा उ गरेर त्यहाँको फाइल फेरि उ गरेर अनि बल्ल मिलाएको छु मैले ल द्या ओ भाइ केटा बाबा कस्तो हुसु ल ओए ओए दामी छ त यार मौसम त ओए ओए कस्तो भने ल होइन बाबा होइन त बारे ल रमाइलो भयो कि नै अनि ल क्या हुसुले त पुरा बाटै रोक्दिन नि त हाम्रो त यहाँ चाहिँ यस्तो पुरै यो गिटी नि गिटी थुपाएर थियो नि त यो बाटो बनाउन लागेको भएर त्यही भएर होला आजको चाहिँ फुल एन्ड अफरोड हुन्छ भनेको ढलान आइदिएर ढलान है गाडी ढलान जस मजा आयो अफरोड चाहिँ जस दामी मजा आयो यहाँ चाहिँ पुरै कन्स्ट्रक्सन चलिरहेको रहेछ मजाले के हो यो चाहिँ पुरा गिट्टीहरू गर्ने रहेछ नि त यहाँ चाहिँ यस्तो रहेछ यहाँ चाहिँ ल बाटो त फेरि सुरु भयो फेरि यहाँ ल अगाडि झन् होइन अलि पछाडिबाट खिच्न मलाई फेरि ओए भने बानी लगाएर हो कि हो है बोल्न आउँदैन ओए ओए भन्न मात्रै आउँछ यार के भएको यार हिजो त्यहाँ होटलमा पनि हिजो चाहिँ मिठै खाना खायौँ है खाना नि मिठो बनाउँदो रहेछ टक्क हिजो न्युरो सिउरो होइन
टक्क मजाले न्युरो खायौँ न्युरो चिकन खानासाना हानेको मजाले हामी फेरि अब अर्को शनिबार चाहिँ हाम्रो चाहिँ उता ठ्याक्कै चनगिरी राइड जाने प्लान थियो अब गइहाल्यौँ अब के गर्ने फेरि जानुपर्छ फेरि अब चाहिँ हामी चितलाङबाट गयौँ अब शनिबार चाहिँ काठमाडौँबाट जाने हो माया ल आइहाल्यौँ अब यो चाहिँ भइहाल्यो अब हामी चाहिँ उता माथि लाग्छौँ अब यहाँबाट चाहिँ चितलाङ के अरे चनगिरी जाने बाटो चाहिँ माथि हो अब यो बाटो सिधै हो र उता माथि चाहिँ हाम्रो चन्दगिरी हिल्स जाने बाटो हो है यहाँ चाहिँ अस्ति नै देउराली खाजा घर एनसेको अरे आम्बो अब चाहिँ हामी चन्दगिरी दर्शन गर्छौँ मजाले धर्मकर्म पनि गर्नुपर्छ हामी धर्मकर्म पनि गर्नुपर्छ होइन जिन्दगीमा भने धर्मकर्म भन्ने चिज गर्नुपर्छ तर ओए छ्यामा जुत्तैभरि पानी लगाएर छ्या क्रेजी छ नि त अफरोड पानी भाइ मजा आइरहेको छ यार अफरोड चाहिँ मजाको अफरोड के ओए 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 कसो हिँड्नुपर्छ चाहिँ हामी त हामी चाहिँ अब त्यहाँ पुगेर हामी अब सबै त्यहाँ बाइक राखेर 15-20 मिनट चाहिँ हामी हिँड्नुपर्छ चाँडै हिँड्यो भने अब 15-20 मिनट नभए त आधा घन्टा अघि एउटा सेक्सनमा चाहिँ हल्का गाह्रो भएको थियो मलाई किनकि म अलि एक्सपिरियन्स छैन नि त अनि यस्तै भयो एउटा सेक्सनमा चाहिँ अलिक गाह्रै भएको थियो मलाई क्रेजी अफर भइरहेको छ त्यही त म अनि ब्याक गरेको नि त मैले फेरि त्यो ट्रकलाई चाहिँ सरले भन्नुभएको छ अगाडि बाइक आइरहेछ है भनेर मलाई हालिदिन्छ त्यही पनि के गर्न है यस्तो है खै के गनाइरहेको छ औषधि औषधि जस्तो खै के हो के ल दामी हो गुदामागुरी अब हामी आयौँ बाबा सो गाइस हामी चाहिँ आयौँ त्यो उसले दौडेर आइरहेछ ए आज हामी फर्स्ट है केटा कोही छैन फकमा ल हेर लुगा के हो यस्तोमा सेट मजा आयो आज चाहिँ लभली यस्तो मजा आयो यस्तो मजा मौसम चाहिँ फेरि बबाल है बबाल मौसम चाहिँ यस्तो छ फेरि बाटो फोटो हेर्नुपर्छ क्या दामी हामी यो बाटो हुँदै माथि जान्छौँ हेर जुत्ता ठोक आउँछ राई कस्तो भयो ए पाडे ओए गर्लफ्रेन्डलाई फोटो पठाउनु है गर्लफ्रेन्डलाई पनि अब चाहिँ हामी फोटो सुट भने यता फोटो सुट हान्छौँ हामीले बेसी कस्तो हुन्छ गायो मजा आइरहेको छ यो गाइजहरू हामी चाहिँ अब माथि उकालो लाग्दैछौँ बाटो त फेरि
ओए कसम के हो यसले के भन्छ कसम भन्छ के भन्छ यसलाई यसको मजाले माजा लाग्यो है लट्स अफ कुहिरहेछ हुस्सु र कुहिरहेछ हामी फर्स्ट हुन्छ म आज यो बाटोबाट हिँड्ने चाहिँ नहिँडेको बानी कति भयो नहिँडे लट्स अफ थाकिरहेको छ केटा लुक एट कस्तो बाटो कस्तो है भेरी इजी ट्रेल है इजी है लास्टै इजी यार अलि गाह्रो ट्रेल भए पनि मजा आउँछ अफरोड कस्तो भयो अफरोड राइड कस्तो भयो अफरोड त यस्तो मखन नि हैन हामी केटा हो हेलो भन्दै केटा हेलो हेलो गाइज वेलकम टु माय युट्युब च्यानल गर्मी हुन थाल्यो है गर्मी हुन थाल्यो हो मलाई त अनि दारु कहाँ पन्नु खाएको यार दारु भने जस्तो हाम्रो घरमा दारु छैन उफ सुकेटा हो यस्तो छ भ्यू चाहिँ हुस्छु नि हुस्छु राइट चाहिँ बबाल भयो बबाल गऱ्यो भयो जग्गा थियो नि जस्ट डु इट म्यान जस्ट डु इट बाटो देखाउनु न के भन्छ यो बाटोको रियाक्सन आमामा मेरी आमै नि कसम अब त थन्दिन्छ हेर्नु एकछिन बस्यौँ रेस्ट नहिँड्ने कति बजी नहिँडेको धेरै बाटो नहिँडेको थाहा लाग्यो लास्टै पार भाइ मजा आएछ ओ बाबा हो के गरायो मुनामाथि बाघ आयो ढुकढुक खाना छेडाएको त हामी फेरि थाहा अब शनिबार चाहिँ अब आउने शनिबार चाहिँ फेरि प्लान थियो कि हाम्रो थाहा एक हप्तापछि चन्द्रगिरी आऊँ भन्ने प्लान थियो त्यस्तै भयो नो प्लान अब मजा यता आउने मान्छेलाई चाहिँ के हुन्छ भने यो घरदेखि कि आयो आयो भन्नुहुन्छ हो यो साला यहाँ बसियो त अर्को बाटो आएको होइन नि फेरि यो अहिले त बाटो अहिले छ बाटो अनि ओह्रालोमा झर्दा चाहिँ फ्याक हुन्छ फ्याक सुकेर हो हामी चाहिँ अब आइपुग्यौँ अलि अगाडि हो 15 भयो कति मिनटमा आयौँ हामी 15 मिनट ठ्याक्कै 15 मिनट लाग्यो हामीलाई आउन अब बिहान यहाँबाट भ्यू देख्दैन त्यो हुस्सु मात्र हो 7 मिनटमा आउने भने हल्का थाक्यो नि त नहिँडेको बानी यस्तो मान्छे ट्रेकिङ जाने भनेर उम्सिएर राम्रो छ केटा हाम्रो हामी चाहिँ बल्ल आयौँ अब यहाँ पनि माथि हिँड्नुपर्छ कि फेरि त्यो हो कि अब ल्याङ पार्ट चाहिँ कोही आएको छैन यार कोही आएको छैन क्या हामी मात्र हामी मात्र कोही छैन हामी चाहिँ पसिना रमाइलो भयो त आउँदाखेरि यार खासै हिँडे जस्तै लागेन है है त्यो देखाउनु त्यसलाई हिँडे जस्तै लागेन प्याक भएर चोल्टी त तपाईँबाट यस्तो छ भ्यू चाहिँ गइदिए हुस्छु नि हुस्छु माथि जान्छ गाडी खाली रहेछ यार है जाने हो क्या अब चाहिँ हामी माथि जानु लाग्यो माथि गएर दर्शन गरेर फर्किहाल्ने हो हामी यसै कोही आएन कि मान्छेहरू कोही आएन क्या कोही पनि क्या हामी 3 जना मात्र छ रेलिङमाथि चढ्न र नाग्न मलाई छ यहाँ जस्तो साइक्लिङ के छ हामी चाहिँ मन्दिरतिर आइपुग्नु लागि बाघ अघि हामीलाई
तले अघि हामीलाई कि ओ त जिस्किरहेको हो बाघ हो फुचे बाघ यहाँ चाहिँ पुरै प्रेमी र प्रेमिकाहरू मात्र यहाँ चाहिँ पुरा लेखिरहेको छ ए कुसुम के सुसुम है हाम्रो पार्वती थापाले अनिल सन के छ यहाँ यो गीत के भजन आनन्द आइरहेको छ हाम्रो ल बजाइछ बजाइ हामीलाई जुत्ता सुत्ता छु ए जुत्ताको हालत फेरि मोजा चाहिँ के गरौँ मजा खोल्नु नि मजा नि मै खोल्नुपर्छ हौ हात साथ हुनु न यार अब हामी बन्द गरिदियो त हात साथ हुन्छौँ मजाले पर्छ ओइ यस्तो चिसो रहेछ लास्ट चिसो झरनाको चिसो पानी ल होइन जिस्किरहेको क्या फेरि जय शम्भो शिवजी जय सो गाइस हामी चाहिँ अब यहाँ उता चाहिँ अब खिच्न मिल्दैन हामीले त्यही भएर झ्याउ छ है हामी चाहिँ यसो दर्शन गर्छौँ भिडियो चाहिँ गर्नु पाउँदैन त्यही भएर हामी यहाँभित्र यता प्रस्थान गर्छौँ पूजा गर्नको लागि कस्तो भयो भ्रमण कस्तो भयो भ्रमण ए लभली है हामी कस्तो भयो भ्रमण कस्तो भ्रमण चन्द्रगिरीको यता देखाउँ न हाम्रो क्युट नानी हेलो के हो तिम्रो नाम ल समाता यसो समाता हेलो के छ घर जाने मेरो घर ल बाई बाई घर जा बाबा है ल बाबा जाउँ ल ए के ल्याएन खुलेकै थिएन हामी आउँदाखेरि पूजा गरिसकेपछि मन त हाम्रो कति सफा छ भने त थाहै छैन कि मन त कति चोखो छ कति सफा छ हाम्रो मनको त कुरै नगरे हुन्छ होइन नाचमा जाने कति बिहान आयो पूजा सामान चाहिँ हामी किन्नु पर्ने तर पूजा सामान किन्नुभन्दा अगाडि नै अब हामी पूजा गरिसक्यौँ पूजा गरिसक्यौँ होइन अब पूजा सामान खुल्ला थिएन पसलै लभली छ नि लभली अब आजको तल झर्छौँ तल झरेर अनि मजाले विल हेड टु आवर होम्स है आई लभ चन्द्रगिरीमा खिच्ने नखिच्ने जाऊँ अब तपाईँ किन ल अब चाहिँ अब हामी तल झर्छौँ मजाले दर्शन गऱ्यौँ भगवान्को दर्शन गऱ्यौँ भगवान्को दर्शन गरेर चाहिँ अब हामी तलतर्फ ओइ पानी अब बिस्तारै होइन बिस्तारै अब चिप्लिन्छ फेरि ओह्रालोमा पातहरूमा धेरै चिप्लिन्छ नि फेरि अहिले भोस्कर फेरि माछा मारा नहदाइ हो हुन्छ घोडा 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 सही छ पुच्छर छ सो गाइस ल अब चल्दिन लाग्यो हामी अबको अफरोड चाहिँ अब चाहिँ पुरै डाउन हिल छ क्या लास्टै अफरोड चाहिँ मलाई डाउन हिल चाहिँ मनै पर्दैन क्या मलाई फेरि नहल्ने ब्याग डिस्प्यालेन्स हुन्छ फेरि सो गाई चाहिँ भोक पनि लागिसक्यो मजाको भोक लागिरहेको अब खान्छौँ भने तल गएर के खान्छौँ अब यता खाऊँ भने अब पुरै बन्द थियो मन्दिर त हामी गएपछि खोलेको भनेपछि अब कतिको चाहिँ होला क्या भयो आइ या इन्जिन गाडीमा ठोक्यो नि सो गाई हामी चाहिँ यता तल आइपुग्यौँ ओइ अब चाहिँ बाटो कस्तो छ थाहा छैन है अब चाहिँ अनि यहाँबाट चाहिँ हामी सिधै कस्तो त्यो उसले तातो हावा फालिदिएर है छ्या दियोस् लभ इट है गाइस अब हामी आइसक्यौँ अब चाहिँ हामी केटा हो आजको राइड चाहिँ बबाले भयो अब चाहिँ हामी घर जान्छौँ होइन मजाले अब खै तल के खान्छौँ कि सिधै मेरो घर जान्छौँ होला
त्यो केटा हो अब चाहिँ हामी मस्त पिच बाटोमा आइसक्यौँ है सरले चाहिँ उसो सरको घरमा जाऊँ भन्नुभएको छ होइन म चाहिँ मेरो घरमा जाऊँ भनेको मान्नु भएन होइन म सिधै म गुर्जोधारबाट सिधै यता भिडियो सिनाउँछु सामान त मेरो ब्यागमा छ होइन स्ट्राटेजी है गाई स्ट्राटेजी यो ब्लग चाहिँ फेरि म यो चाहिँ स्ट्राटेजी चाहिँ मेरो त्यो है फेरि बरु बुढाहरू स्कुल जानको लागि रेडी भएर बसिरहेको छ गाडी कुदिरहेको छ है फन राइड भयो आज अफरोड पनि मजाको अफरोड भयो ओए ओए छ्या